नमस्कार। आज हामीहरूले हल्दीको बारेमा छोटो मिठो जानकारी लिनेछौँ। ल सुरु गरौँ है त। हल्दी अथवा बेसार एक प्रसिद्ध मसला र औषधीय पदार्थ हो जुन नेपाली खाना, भारतीय खाना र आयुर्वेदिक चिकित्सामा धेरै प्रयोग गरिन्छ। यो कर्कुमा लोङ्गा नामक बोटबाट प्राप्त हुन्छ। हल्दीको वैज्ञानिक नाम कर्कुमा लोङ्गा हो। यसको रङ पहेँलो हुन्छ र यसले खानालाई स्वादिष्ट बनाउनुको साथै यसको औषधीय गुणले धेरै रोगहरूको उपचारमा सहयोग पुर्याउँछ। हल्दीमा पाइने कर्क्युमिन नामक तत्त्वले यसलाई औषधीय गुणहरू प्रदान गर्दछ। अब जानौँ हल्दीको आयुर्वेदिक महत्त्व। आयुर्वेद अनुसार हल्दी तिक्त अथवा तितो, कटु अथवा पिरो, कसाय अथवा कसैलो रस भएको, उष्णवीर्य अथवा तातो प्रभाव भएको र लघु पाचनमा सजिलो मानिन्छ। यसले शरीरमा वात, पित्त र कफ तिनै दोषहरूलाई सन्तुलित गर्ने गुण राख्दछ। हल्दीले रक्तशोधक, घाउ चाँडै भर्ने, रोग प्रतिरोधक क्षमता बढाउने र पाचन प्रणालीलाई मजबुत बनाउने जस्ता धेरै गुणहरू राख्दछ। अब जानौँ हल्दीका फाइदाहरू। हल्दीका फाइदाहरूमध्ये नम्बर 1 मा छ रोग प्रतिरोधक क्षमता बढाउने। हल्दीमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी गुणहरू हुन्छ जसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ। यसले संक्रमण र रोगहरूबाट बचाउन मद्दत गर्दछ। दोस्रो नम्बरमा छ घाउ चाँडै भर्ने। हल्दीले घाउ र जखमहरू चाँडै भर्ने गुण राख्दछ। यसले त्वचाको कोशिकाहरूको पुनर्निर्माण गर्न मद्दत गर्दछ। तेस्रो नम्बरमा छ पाचन प्रणालीलाई मजबुत बनाउने। हल्दीले पाचन प्रणालीलाई सुधार गर्दछ र पेट सम्बन्धी समस्याहरू जस्तै ग्यास, अपच र अल्सरलाई कम गर्न मद्दत गर्दछ। हल्दीको फाइदाहरूमध्ये चौथो नम्बरमा रहेको छ रक्तशोधक। हल्दीले रक्तलाई शुद्ध गर्ने गुण राख्दछ। यसले रक्तमा हानिकारक तत्त्वहरूलाई हटाउन मद्दत गर्दछ। पाँचौं नम्बरमा रहेको छ जोडको दुखाइ कम गर्ने। हल्दीले जोडको दुखाइ र सुन्निने समस्याहरू कम गर्न मद्दत गर्दछ। यसले सुजन र दुखाइलाई कम गर्दछ। छैठौं नम्बरमा छ क्यान्सरको जोखिम कम गर्ने। हल्दीमा पाइने कर्क्युमिनले क्यान्सरको कोशिकाहरूको वृद्धि रोक्न मद्दत गर्दछ। यसले क्यान्सरको जोखिम कम गर्दछ। सातौं नम्बरमा रहेको छ मधुमेह नियन्त्रण। हल्दीले रक्त शर्करालाई नियन्त्रणमा राख्न मद्दत गर्दछ। यसले मधुमेहको जोखिम कम गर्दछ। आठौं फाइदा रहेको छ त्वचाको स्वास्थ्य। हल्दीले त्वचाको स्वास्थ्यलाई सुधार गर्दछ। यसले त्वचाको चमक बढाउँदछ र मुहासोको दाग र झाइहरू कम गर्दछ। अब जानौँ औषधिको रूपमा हल्दीको प्रयोग कसरी गर्न सकिन्छ। हल्दीलाई औषधिको रूपमा धेरै तरिकाले प्रयोग गर्न सकिन्छ। यहाँ केही प्रमुख तरिकाहरू उल्लेख गरिएको छ। नम्बर 1 मा छ हल्दी पानी। 1 गिलास गरम पानीमा आधा चम्चा हल्दी पाउडर मिसाएर खाली पेट सेवन गर्नाले शरीरलाई धेरै फाइदा पुग्दछ। यसले पाचन प्रणालीलाई सुधार गर्दछ र रोग प्रतिरोधक क्षमता बढाउँदछ। दोस्रोमा छ हल्दी र दुध। 1 गिलास दुधमा आधा चम्चा हल्दी पाउडर मिसाएर गरम गरेर सेवन गर्नाले शरीरलाई तातो पार्दछ र जोडको दुखाइ र सर्दी, खोकी जस्ता समस्याहरूबाट राहत दिन्छ। यसलाई गोल्डन मिल्क पनि भनिन्छ। तेस्रो छ हल्दीको लेप। घाउ वा जखममा हल्दीको लेप लगाउनाले घाउ चाँडै भर्ने काम गर्दछ। यसले संक्रमणबाट पनि बचाउँदछ। चौथो नम्बरमा रहेको छ हल्दीको काढा। हामीले हल्दीको काढा बनाएर पनि खान सक्छौँ। हल्दी, अदुवा र तुलसी पातलाई पानीमा उमालेर काढा बनाएर सेवन गर्नाले सर्दी, खोकी, ज्वरो र गला दुख्ने जस्ता समस्याहरूबाट राहत पाउन सकिन्छ। पाँचौं नम्बरमा रहेको छ हल्दीको ट्याब्लेट अथवा क्याप्सुल। बजारमा हल्दीको ट्याब्लेट अथवा क्याप्सुल पनि उपलब्ध छन् जसलाई नियमित रूपमा सेवन गरेर औषधीय फाइदा प्राप्त गर्न सकिन्छ। अब जानौँ हल्दीमा पाइने औषधीय गुणहरू। हल्दीमा धेरै औषधीय गुणहरू पाइन्छन् जसले यसलाई स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण बनाउँछ।
यहाँ केही प्रमुख औषधीय गुणहरू उल्लेख गरिएको छ। नम्बर 1 मा छ एन्टिअक्सिडेन्ट। हल्दीमा पाइने कर्क्युमिनले शरीरमा फ्री रेडिकलहरूको प्रभावलाई कम गर्दछ। यसले शरीरलाई बिग्रनेबाट बचाउँदछ र गुनाइलाई ढिला गर्दछ। दोस्रो नम्बरमा रहेको छ एन्टी इन्फ्लामेटरी। हल्दीले शरीरमा सुजन कम गर्ने गुण राख्दछ। यसले जोडको दुखाइ, गठिया र अन्य सुजन सम्बन्धी रोगहरूको उपचारमा सहयोग पुर्याउँदछ। तेस्रोमा छ एन्टिब्याक्टेरियल। हल्दीले ब्याक्टेरियाको वृद्धि रोक्ने गुण राख्दछ। यसले संक्रमणबाट बचाउन मद्दत गर्दछ। चौथो नम्बरमा रहेको छ एन्टिभाइरल। हल्दीले भाइरसको प्रभावलाई कम गर्ने गुण राख्दछ। यसले भाइरल संक्रमणबाट बचाउन मद्दत गर्दछ। पाँचौं नम्बरमा रहेको छ एन्टिफङ्गल। हल्दीले फङ्गसको वृद्धि रोक्ने गुण राख्दछ। यसले फङ्गल संक्रमणबाट बचाउन मद्दत गर्दछ। छैठौं नम्बरमा रहेको छ क्यान्सर विरोधी। हल्दीमा पाइने कर्क्युमिनले क्यान्सरको कोशिकाहरूको वृद्धि रोक्ने गुण राख्दछ। यसले क्यान्सरको जोखिम कम गर्दछ। सातौं नम्बरमा रहेको छ लिभर प्रोटेक्टिभ। हल्दीले लिभरलाई हानिकारक तत्त्वहरूबाट बचाउने गुण राख्दछ। यसले लिभरको स्वास्थ्यलाई सुधार गर्दछ। आठौं नम्बरमा रहेको छ हृदय स्वास्थ्य। हल्दीले रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न मद्दत गर्दछ। यसले हृदय रोगको जोखिम कम गर्दछ। निष्कर्षमा हामी के भन्न सक्दछौँ भने हल्दी अथवा बेसार एक बहुउपयोगी मसला र औषधीय पदार्थ हो जसले स्वास्थ्यको लागि धेरै फाइदा प्रदान गर्दछ। यसले रोग प्रतिरोधक क्षमता बढाउने, घाउ चाँडै भर्ने, पाचन प्रणालीलाई मजबुत बनाउने र धेरै रोगहरूको उपचारमा सहयोग पुर्याउने गुणहरू राख्दछ। हल्दीलाई नियमित रूपमा खाना र औषधिको रूपमा प्रयोग गरेर स्वस्थ रहन सकिन्छ। तर धेरै मात्रामा हल्दीको सेवन गर्दा केही साइड इफेक्टहरू पनि हुन सक्दछन्। त्यसैले यसलाई सन्तुलित मात्रामा प्रयोग गर्नु उपयुक्त हुन्छ। आजको लागि यति नै। यस्तै उपयोगी सामग्रीहरू लिएर म अर्को भिडियोमा उपस्थित हुनेछु। नमस्कार।